लसो गुड मर्निङ सबैजनालाई। म लोपेन्टेसी छेबेल हजुर सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। आउनुहोस् हामीले भिडियोलाई सुरु गरौँ। बुधबार माघ 14 गते जनवरी 28 तारिक छेपा च्यु अर्थात् दशमी तिथि दशमी परि गयो। यो दशमी चाहिँ ग्याल दावाको दशमी अर्थात् टिबेटन 12औं महिनाको चाहिँ दशमी पर्न गयो। यो दशमी चाहिँ शुक्ल दशमी गुरु रिम्छेको अनि तिथि परेको हुन्छ। यो दिनमा चाहिँ हामीले चाहिँ गुरु रिम्छेको ध्यान जपहरू गर्ने हो, यी वज्र गुरुहरू गर्ने हो। अब वज्र गुरु गर्ने भन्ने बित्तिकै अब मैले तपाईहरुलाई यहाँनिर अलिकति मेरो पनि बताइदिनु पर्दाखेरि यसपालि चाहिँ ता लो पर्यो। मेखामको तालो, म घोडा वर्ग, माटोखामको घोडा वर्ग मलाई पनि यसपालि चाहिँ ग्रह चल्यो, मेरो लो चल्यो। लो चलिसकेपछि मैले के गरेँ त भन्दाखेरि चाहिँ सुरुमा नै अस्तिदेखिको नै मैले अस्तिको पूर्णिदेखि नै गुरु रिम्छेको हामीले लामिनाजुर भन्छ नि अघि गुरु योगको चाहिँ मैले साधना गर्न थालेँ। वज्र गुरु चाहिँ मैले 10 लाख चाहिँ जप्नु पर्यो भनेर चाहिँ मेरो यो ग्रह चलेको बेलामा मलाई पनि त्यसरी ग्रहले चाहिँ नसताओस्, ग्रहले नपिरोस्, दुख बिमार नहोस्, मेरो कामहरू नबिग्रोस्, मैले सोचेको कुराहरू अनि भङ्ग नभएर जाओस्। त्यसैले गर्दाखेरि चाहिँ मैले चाहिँ वज्र गुरु योग चाहिँ 10 लाख जप्नु पर्यो भनेर मैले अस्तिदेखि जप्नु सुरु गरिसक्यो। जप्नु पर्ने रहेछ। गुरु योगहरू जप्दाखेरि यी गुरु योगहरूको अब साधनाहरू गर्दाखेरि चाहिँ हामीमा आउने बाधाहरू हटेर जान्छ, विघ्नहरू हटेर जान्छ। लोको ग्रह चलेको भए तापनि, धुन्सुरको ग्रह चलेको भए तापनि, शिशिको ग्रह चलेको भए तापनि, थुन्सुमको लोकमिनहरू अनि घुमिक धुर्मिकको ग्रहहरू चलेको भए तापनि त्यो ग्रहहरू सबै हटेर जान्छ। त्यसैले गर्दाखेरि चाहिँ मैले चाहिँ विशेष गरेर चाहिँ गुरु योगको चाहिँ साधना जप चाहिँ सुरु गरिसक्यो अस्तिदेखिको नै। अब यो चाहिँ कति दिनमा सकिन्छ त भन्दाखेरि वर्षौं दिन लाग्छ नि त। 10 लाख जप्दाखेरि त एकै दिनमा त सक्दैन, एक महिनामा सक्दैन। एक महिनामा 2 महिनामा सक्ने हो भने त्यो त बिहानदेखि लिएर 24 घण्टासम्म नै हामीले जप गर्नुपर्ने हुन्छ। तर मैले त्यसरी होइन, मैले चाहिँ भ्याउने बेलामा चाहिँ 2-3 हजार, 4 हजार, 5 हजार त्यसरी जप्ने, नभ्याउने बेलामा 1000 भए पनि जप्ने। कोही दिन त भ्याउँदैन नि त। त्यसरी चाहिँ मैले सिस्टम बनाएँ, आफूले बनाएँ अघि त्यसरी चाहिँ जप्ने अस्तिदेखि जपिरहेको छु। कतै यात्रा गर्दैछ भने पनि बिहान भ्यायो भने बिहान जपेर जाने, बिहान भ्याएन भने बेलुका भए पनि जप्ने। किन भन्दाखेरि मेरो लोको ग्रह चल्यो। लोको ग्रहलाई त अब हटाउनु त पर्यो नि त। मैले पनि अघि यात्रा गर्दाखेरि होस् अथवा के गर्दाखेरि होस् मलाई त्यस्तो नराम्रो चाहिँ नहोस्, त्यसको लागि मैले गुरु योग 10 लाख चाहिँ जप्नु सुरु गरिसक्यो। मैले यो तपाईहरुलाई किन सेयर गरेँ, किन बताएँ त? हजुरहरूलाई पनि त्यसरी चाहिँ लोको ग्रह धुन्सुर थुन्सुमी शिशिहरू ग्रहहरू चलेको छ भने चाहिँ हजुरहरूले पनि यो दशमी आयो नि त अघि गुरु रिम्छेको तिथि आयो नि त। वज्र गुरु चाहिँ जप्नुहोस्। हजुरहरूले कति सक्नुहुन्छ? 1 लाख सक्नुहुन्छ कि 3 लाख सक्नुहुन्छ कि 5 लाख सक्नुहुन्छ कि 7 लाख सक्नुहुन्छ कि 10 लाख सक्नुहुन्छ कि अझै कडलौं सक्नुहुन्छ कि हजुरहरूले जप्नुहोस्। हजुरको ग्रह चलेको छ भने चाहिँ मैले त्यो बताउनको लागि चाहिँ तपाईहरुलाई मैले यस्तो गरेँ है त भनेर चाहिँ तपाईहरुलाई बताएको। म एउटा लामा भए तापनि मलाई पनि ग्रह चल्दैछ, मलाई पनि ठुलो ग्रह चल्छ। यो भन्दा पहिलाको चाहिँ लो चल्दाखेरि चाहिँ त्यतिखेर चाहिँ मलाई एकदमै अब त्यस्तो नराम्रो हुने रहेछ नि, मनमा पिर सपना एकदम नराम्रो देख्ने। त्यतिखेर चाहिँ म यता मङपुमा थिएँ, गुम्बामा थिएँ। त्यतिखेर चाहिँ ढुक्बर रिम्छे एकदमै राम्रोसँगले मैले उहाँलाई चिनाजाना भइसकेको थिएँ। उहाँलाई एकदमै दर्शन राम्रो भइसकेको थियो। अनि उहाँलाई यसो फोन गरेर सोद्धाखेरि चाहिँ उहाँलाई डाइरेक्ट त फोन गर्नु मिलेन, उहाँको स्याप्चीहरू हुनुहुन्छ अघि। उहाँलाई फोन गरेर सोद्धाखेरि चाहिँ उहाँले चाहिँ छेडुप चाहिँ गर्नु हो भनेर चाहिँ भन्नुभयो। छेडुप भनेको चाहिँ अनि अमितायुको सिद्धि त्यो चाहिँ गर्नु भनेर चाहिँ भन्नुभयो ढुक्बर रिम्छेले। मैले मङपु गुम्बामा नै माथि तलामा बसेर चाहिँ 1 महिनासम्म चाहिँ
अनि आयुको चाहिँ मन्त्र जुन चाहिँ छ त्यसलाई चाहिँ मैले जपेर बसेँ 1 महिना। त्यसरी चाहिँ हामीलाई नराम्रोहरू चाहिँ हुने रहेछ। त्यसैले गर्दाखेरि यसपालि चाहिँ मैले सुरुदेखि नै गुरु योग चाहिँ गर्दै गएको गरिरहेको छु। अझै पनि अब वर्षौं लाग्छ नि त हैन, एक वर्ष अब अझै बेसी पनि लाग्न सक्छ, 1 वर्षभन्दा कम्ती पनि लाग्न सक्छ, समय हेरी गर्ने हो। हजुरले पनि गर्नु होला, किन भन्दाखेरि हर ठाउँमा लामा गुरुहरू पुगेको हुँदैन। लामा गुरुहरूले हर ठाउँमा पुगेर अब ग्रह दशा मन्चाउने वातावरण हुँदैन। पुग्ने ठाउँमा लामा गुरुहरूले ग्रहहरू मन्चाउनुहुन्छ, तर पनि हजुरहरूले जप्नुहोस्। अझै लामा गुरुहरूले अब ग्रहहरू नमन्चाउने ठाउँमा हुनुहुन्छ भने चाहिँ मन्चाउनु के अरे लामा गुरुहरू नहुने ठाउँमा चाहिँ हुनुहुन्छ भने चाहिँ हजुरहरूले बज्र गुरु जप्नुहोस्। यो दशमी आयो, हजुरहरूले वाङलुङ त धेरै लिइसक्नु भयो नि त। वाङलुङ दिँदाखेरि अब बज्र गुरुको गुरु योगको वाङलुङ नदिएको त कहिले पनि छैन, सधैँ दिनुहुन्छ गुरुहरूले अघि। त्यसैले गर्दाखेरि हजुरहरूले बज्र गुरु जप्नुहोस्, आफूलाई पनि सेफ, आफ्नो परिवारलाई पनि सेफ हुन्छ। यो चाहिँ मैले तपाईहरुलाई बताएँ। दशमी परेको रहेछ गुरु मिसिको तिथि र यो दिनको खाम चाहिँ माटो खाम, वर्ग चाहिँ सर्ववर्ग परि। यो दिनको योग चाहिँ कस्तो छ त भन्दाखेरि योग चाहिँ मे छु आगो पानी यो दुईवटा भेट भएको योग परेको रहेछ। मरण योग परेको रहेछ, मृत्यु योग परेको रहेछ। योग चाहिँ राम्रो छैन रहेछ। सोकठोक छिए भनेर भन्छ है, हाम्रो प्राणहरू लिनु सक्छ भनेर चाहिँ भन्छ नि त। योगले हेर्दाखेरि चाहिँ त्यो भनिरहेछ है, हाम्रो प्राणहरू लिनु सक्ने योग परेको रहेछ। नागको तिथि परेको छ यो दिनमा। हजुरले नागको पूजाहरू गर्न चाहनुहुन्छ भने चोखो भएर बस्नुपर्छ भन्ने कुराहरू त पहिलादेखि बताएको हो, हजुरलाई थाहा भइसक्यो। बिना चोखो भएर चाहिँ हजुरले नागको पूजा नगर्नुहोस् होला, नागले सहँदैन। अर्को चाहिँ ची भनेर परेको छ। यो दिनमा चाहिँ हामीले चाहिँ सामाजिक कामहरू गर्नु भएन भने, सभाहरू भयो, मिटिङहरू भयो, त्योहरू गर्नु हुँदैन। अग्निदेव चलेको रहेछ, अग्नि पूजाहरू गर्नुको लागि राम्रो। नक्षत्र कस्तो छ त भन्दाखेरि नक्षत्र पनि माध्यमको नक्षत्र परेको रहेछ। मिन्डुक भनेर नक्षत्र परेको छ। यो माध्यमको नक्षत्र चाहिँ 2वटा छ नि अघि, 2वटा मध्ये अहिले एउटा परेको मिन्डुक भनेर। माध्यमको योले चाहिँ फल दिने पनि होइन, एकदम नराम्रो हुने पनि होइन, माध्यममा बसिरहने नक्षत्र चाहिँ परेको रहेछ। यो नक्षत्रको बेलामा चाहिँ हामीले माटोको भाँडा बनाउने, माटोको फुलदानीहरू बनाउने, माटोको काम गर्नुको लागि चाहिँ राम्रो भनेर चाहिँ भन्दैछ। अनि होम हवन गर्नुको लागि पनि राम्रो भनेर चाहिँ यहाँनिर भनिरहेछ। अग्निदेव पनि चलेको छ भने अनि नक्षत्रबाट हेर्दाखेरि होम हवन गर्नु पनि राम्रो हो भनेर चाहिँ यहाँनिर बताइरहेछ। कपाल काट्नुहुन्छ कि हुँदैन भन्दाखेरि कपाल काट्नुको लागि राम्रो छ। छेबा चु पऱ्यो नि, दशमी पऱ्यो नि, दशमीको दिनमा कपाल काट्यो भने चाहिँ वाङताङ छे भनेर भन्छ कि हाम्रो योग्यता चाहिँ बढेर जान्छ भनेर भन्छ। त्यसैले गर्दाखेरि कपाल काट्नुको लागि राम्रो छ। यो भिडियोमा मैले तपाईहरुलाई 1 दिनको योगफल बताइदिएँ। हजुरलाई भिडियो कस्तो लाग्दैछ सो कमेन्टमा बताउनु होला। मैले सबैजनाको कमेन्ट हेरेको हुन्छु र हजुरको कमेन्टलाई मैले लाइक पनि गर्दैको हुन्छु। कसैको चाहिँ मैले टिपेर आन्सर पनि दिने गरेको हुन्छु। अहिले अलिकति मैले आन्सर दिनु पाएको छैन, बिस्तारै टिप्दै दिनेछु। हजुर नयाँहरू जोडिनु भएको छ भने सब्स्क्राइब गर्नु होला। अनि सबैजनाले लाइक गर्नु नछोड्नुहोस्। यति भन्दै आजलाई म लपिन ट्याची चेबेल बिदा चाहे। हस्त धन्यवाद।